पल शाहलाई प्रयोग गरेर पूजा शर्माले कमाउन पनि धेरै कमाए। पल शाहले बरु पूजालाई दिएकै छ, पूजाबाट लिएर आफू खाएको चलाएको चाहिँ खासै छैन। तर मित्रताको त्यो असलपन अहिले आएर कति सम्ममा देखा पर्यो भने पूजा शर्माले आफ्नो विवाहमा पल शाहलाई निम्ता गरिनन्। उनको आफ्नो सिनेमाहरू चलिसकेपछि जब पल शाह जेल गए, जेल गएको केही समयदेखि पूजा परिवर्तन हुँदै 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 गएर कुनै समय पल शाहलाई नै आफ्नो प्रेमिनी हो कि जस्तो भान पब्लिकमा पार्दै उसलाई क्यास गर्दै आफू कमाउँदै गरिरहेकी मान्छे। ऊ जेल पर्यो, जेलमा भेट्नु पनि छैन, उसलाई जेलबाट निक्लिनेको विषयमा कुनै पहल, मध्यस्थता, छलफल केही न केही त हुन्छ नि त, होइन? ऊ जेलबाट निक्लिनु भनेको समीक्षालाई अन्याय गर्नु पनि थिएन, होइन? यो कुनै समीक्षासँग जोड्नुपर्ने कुरा पनि थिएन। उसको कानुनी कुरामा सहजता अथवा चाहिँ एउटा आफ्नो मानवीयता आफ्नो तर्फबाट त उनले देखाउन सक्थिन्, होइन? कानुनले जे गर्थ्यो आफ्नो ठाउँमा थियो। अनि पछि उनी निक्लेर आइसकेपछि पनि उनले चाहिँ त्यस्तो सम्बन्ध राख्न चाहेन। यो भिडियो चाहिँ हाम्रो अमेरिकामा बस्ने लुटेल दाजुलाई, होइन? त्यो दाजुले चाहिँ पिन गरी त्यो अस्तिको पोस्ट, होइन, माथि राख्नु भएछ टपमा, होइन? दाजुलाई म एउटा प्रश्न गर्छु क्या। दाजु, अमेरिकामा 32-33 वर्षको केटा मान्छेले 18 वर्षभन्दा मुनिको केटी र बच्चालाई छोयो, अनवान्टेड टच गर्यो भने त्यहाँको कानुनी प्रावधान के छ? त्यहाँको कानुनले कस्तो सजाय दिन्छ? त्यो त तपाईँलाई राम्रै थाहा हुनुपर्ने, होइन? यस्तो कुराको तपाईँ पल शाह र समीक्षाको, होइन, के भएको थियो विगतमा, अनि अहिले त्यो प्रसङ्ग ल्याएर यहाँ जोड्नु भएको छ, होइन? पूजा शर्माको बिहेमा ल्याएर, होइन? तपाईँ होसमा त हुनुहुन्छ? यो चाहिँ मैले किन भनेको भने दाजुलाई, होइन, दाजु पनि के भने यो बुढालाई, होइन, यत्रो कमेन्ट आछ, होइन, 99% कमेन्ट चाहिँ नेगेटिभ छ, होइन, यस्तो नगर्नु भन्ने खालको छ। बुढाले के गर्नुभएछ भने त्यो चाहिँ लगेर अझै त्यो भिडियो एडिट भयो होला, भिडियो हाइड भयो होला, डिलिट भयो होला सोचेको त पिन गरेर चाहिँ माथि क्या। त्यो भने चाहिँ के हो भने मेरो अरू भिडियो हेरे नि हेर, नहेरे नि हेर, यो भिडियो चाहिँ छुटाउनु भएन भन्ने हो नि त। पिन गरेर माथि टुप्पामा लगाइराखेर छ क्या दाजुले अझै, होइन? बुढाले यस्तो सोच भएको हातरिका, होइन? के भन्ने अब, यत्रो वर्ष अमेरिकामा बसेको मान्छे, होइन, त्यहाँको सबै कुरा थाहा छ, यत्रो पढाइ लेखा जस्तो पनि हुनुहुन्छ, होइन, राम्रा कुरा पनि बेलामा दिइरहेको मान्छे, यो चाहिँ के गरे क्या? यो तपाईँले हटाउनु पर्ने खालको कुराहरू हो क्या। यत्रो मान्छेको विरोध छ, यत्रो मान्छेले तपाईँको अघिसम्म भिडियो पनि बनाउनु भएको छ। के भ्युजको लागि मात्रै हो दाजु? होइन, संसार टिक्ने भनेको भ्युजको लागि, भाइरल हुनुको लागि मात्रै हो? अलिकति नैतिकता भन्ने पनि हुन्छ होला नि। त्यो हाम्रो काभ्रेको एउटा बहिनीको प्रसङ्ग लिएर तपाईँले भिडियो बनाउनु भएको थियो, फलोअप गर्नुभएको थियो, ममता काफ्ले, होइन? अनि त्यो ममता काफ्ले जस्तै होइन र हाम्रो पूजा शर्मा पनि चरित्र हत्या गरिदिने भए, होइन? तपाईँले त केटी मान्छेलाई रेस्पेक्ट गर्नुहुन्छ जस्तो लाग्छ क्या ममता काफ्लेको केसबाट। तर यसमा त यस्तो डिसरेस्पेक्ट गर्नुभयो तपाईँले, होइन? मलाई चाहिँ हिजो त मिस्टेक भयो केही दाजुले केही खाएर, होइन, कहिले हुन्छ नि त, मजाकमा बनाउनु भयो कि जस्तो लाग्थ्यो। तर यो चाहिँ पिन गरेर माथि टुप्पामा राखिसकेपछि नि, होइन, अब चाहिँ इन्टेन्सन दाजुको खराबै रहेछ जस्तो लाग्यो क्या। यो कुरा चाहिँ लाज पनि लजाउँछ दाजु, तपाईँबाट हटाउनुहोस्।